नमस्कार जो लप्पा तसिदेले नमस्यो साथीहरू तपाईहरुलाई मेरो च्यानलमा स्वागत गर्दछु। अबको यात्रा धुम्बा लेकबाट अगाडि जमसम हुँदै हामी मार्फा गाउँतिर लाग्दैछौँ। यहाँको दृश्य परिदृश्य कस्तो लाग्छ कमेन्ट सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्ने आशा गरेको छु। हामी मार्फा भिलेजतिर लाग्दैछौँ। मार्फा भिलेजतिर अब यहाँ पार्किङमा गाडी छोडेर चाहिँ हामी अगाडि बढ्यौँ है साथीहरू। यो चाहिँ अहिले मैले मार्फाको तपाईँलाई एन्ट्रान्स देखाउँदैछु। मार्फा गाउँ जाने गेट देख्दै हुनुहुन्छ। यहाँबाट अब हामी एन्ट्रान्स गरिसकेको दुईतिर खोर्लो राखेर मजाले हैन स्वागतको लागि। ल हामी यहाँबाट कति टाढो? यहाँबाट अलिक पर छ। देख्नुभयो पानीको कुलो देख्नुभयो होला हैन। पानी मजाले सललल बगेको पानी, तर पानीको रूप चाहिँ अलिकति कालो कालो देख्न सकिन्छ। अलिक धमिलो धमिलो सरप्राइज हुने किसिमको दृश्यहरू देख्न सकिन्छ। अब हामी यसो बाहिरतिर हेर्दैछौँ। यहाँ हामी बसेको पैसा लाग्छ हो। सबैलाई पैसै चाहिने है। पैसा बिना केही हुँदैन। अब तिमीहरू त मेरो च्यानलको भिडियोमा पो आउँछ, मलाई पो पैसा दिनुपर्छ। मेरो भिडियोमा आउँछ कि तिमीहरू युट्युबमा आउँछ कि है। नानीहरू कहाँ हिँडेको अहिले? डुल्नु झाँक्री गल्लीहरू सबै यहाँ त गल्ली गल्लीहरू धेरै रहेछ है। भिलेज बेलुकाको मजा आउने 8 बजीसम्म अरे नि त यहाँनिर ओपन। यहाँ पनि याक रहेछ। याक देख्न सक्नुहुन्छ। राम्रो राम्रो होटलहरू रहेछ। टिकटक स्ट्रिट छोरा र म चाहिँ यतिखेर गल्लीतिर लुक्ने गल्ली ल यहाँको लोकल ल्याङ्ग्वेज सुनिहाल्नु है। यहीँ चाहिँ हामी काठमाडौँको ठमेलमा भएको जस्तो फिल भइरहेछ। ठमेल यस्तै छ। यही ल ल ल ल हुन्छ 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 ल दिदीले पाङ्दैन हेर्दै हुन्छ। ल यो चाहिँ मार्फाको गल्ली। वा मार्फा भिलेजको गल्लीको बाटो सो नाइस गाइज, भेरी नाइस प्लेस। वी आर इन्जॉइंग just roaming the town, village town मार्फा। आप लोग इधर भी आ सकते हो गाइस। ये नेपाल है। नेपाल का बहुत सुंदर विलेज है। हाँ और इधर ये मार्फा गाँव बोलता है, गाँव का नाम है। आपको मार्फा गाँव का ये विलेज रहा है। और ये अभी देख रहा है सब
एप्पल का गाछ है गाइस, एप्पल का गाछ है। भाइहरू नमस्कार। चितवन कहाँबाट आउनुभएको? भरतपुर। ओ ल, एकदम म पनि एकदम भाइहरूलाई भेटेर एकदम खुसी भएँ। मेरो ससुराली भरतपुर, मेरो मिसेसको चाहिँ भरतपुरको नौरङ्गी भन्छ नि त्यहाँ हो। ए हजुर हजुर हजुर। ल भाइहरूसँग भेटेर एकदम खुसी भएँ है। ससुरालीको भाइहरू पर्नुभयो। मेरो भाइ पनि आज पक्की टुरिस्ट जस्तो देखिएको छ होइन। यहाँ होमस्टेहरू पनि रहेको रहेछ। यहाँ पिपल्सहरू पनि यहाँ वेस्ट बेङ्गल बाइक देख्नुहुन्छ, फ्रम वेस्ट बेङ्गल इन्डिया। अनि हामी पनि यहाँनिर घुम्दैछौँ। राम्रो प्लेस छ है, नाइस प्लेस। माथि माथि देख्नु सक्नुहुन्छ। ल अघि हामी उताबाट इन्ट्री भएको थियो होइन। यो पनि एउटा एन्ट्री पोइन्टै रहेछ। यो पनि अघिको यहाँ गेटसम्म आएर हामी उताबाट गएको होइन। यो गेट हो, हामी त्यहीसम्म आइपुगेको छौँ होइन। यो नेक्स्ट गेट हो कि हुनु चाहिँ, तर उता पनि सेम गेट छ नि त, सेम गेट चाहिँ। ओके, सिसी क्यामेराहरू पनि रहेको देख्नुहुन्छ। यहाँनिर तपाईँको विभिन्न ठाउँबाट चाहिँ एक्सप्लोर गर्न चाहिँ आउनु भएको रहेछ, गाडीहरू छ। अब हाम्रो गाडी पनि अघि यहाँसम्म आएर हामी अर्को बाटो गएको थियौँ नि त होइन। यहाँसम्म उयोबाट फर्केको होइन त हामी, उताबाट नजिक र बिचमा रहेछ हौ त्यो होटल चाहिँ, तर सेन्टर पार्ट। तर हाम्रो त्यहाँनिर गाडी ठिकै छ, किनभने नि त्यहाँनिर हाम्रो गाडी चाहिँ के भने उयो छ नि त, सुरक्षित छ गाडी होइन। बाहिर म अब बढ्दैछु अगाडि। यहाँ मार्फा भिलेज त्यहाँ माथिसम्म हेरौँ कस्तो रहेछ। माथि चाहिँ पहाड ठुलो ठुलो पहाड देख्न सकिन्छ होइन। यहाँको गाउँ डुल्ने क्रममा हामीले भेडा पनि हेऱ्यौँ होइन। अब हामी अर्को ठाउँतिर, अर्को गल्लीतिर जाँदैछ साथीहरू। याक पनि रहेछ। अब अलिकति अँधेरो पनि भइसक्यो है। अर्को ठाउँमा हामी हेर्न जाँदैछौँ। स्लो देखिरहेको छ त्यहाँनिर, तर त्यही भएर ए होइन ड्राइभ स्लो चाहिँ किन लेखेको भन्दाखेरि नि त्यहाँबाट गाडीहरू बाइकहरू सायद आउँछ होला होइन। त्यसको लागि ड्राइभ स्लो लेखेको हुनसक्छ। साइकल नि रेन्टमा पाउँछ गाइस। वेस्ट बेङ्गलबाट आएको छ उहाँहरू। यो मार्फा गाउँ है। हामी घुमेकै छौँ। हामी त घुम्दैछौँ। ओहो, टु मच स्पिड हो। देख्नुहोस् साथीहरू, यस्तो गल्लीमा पनि यतिको स्पिड हाकिरहेछ कि। या आई एम सो ह्याप्पी भन्नु पऱ्यो। आई एम सो ह्याप्पी होइन। मलाई त एकदमै डर लाग्यो कि त्यो सिटी रिक्सा एकदम स्पिड आइरहेको थियो होइन। साइकल त घरको पो हुन्छ। ल है ल घुम्नुहोस् मार्फा गल्ली। यो गल्ली त अघि यताबाट गयो, फेरि हामी यताबाट आयौँ होइन। दिस इज मार्फा गल्ली। सबै घुम्दै हुनुहुन्छ, हामी पनि घुम्दैछौँ होइन। रमाइलो। ल
ल नम्बर